कस्तो राम्रो देखियो है उता घाम पनि हेर खोल्दिन किन्दैछैन तिमी तिम्रो मिसको नाम के अरे खै के थाहा ला अनि म कसरी चिन्नु नि हाँस्दिउ न फेरि नमस्ते नमस्ते मेरो त ज्याकेटै छैन म मेरो बट्टामा किनिदिइहाल्छु त नयाँ बेस नयाँ ज्याकेट यस्तो अनि चप्पल नयाँ चप्पल पनि ल यो चुट्टियो भने अर्को किनिदिन्छु यो पनि चुट्टियो भने अर्को यो पनि चुट्टियो भने अर्को अनि मेरो अनि म ठुलो भएपछि तपाईँलाई यस्तो घर बनाइदिन्छु उठो जस्तो कस्तो यस्तो बनाइदिने यहाँ बस तपाईँ पनि लाउने मलाई कहाँ अट्दैन नि मेरो त छैन नि म यहाँ हेर त हेलो गर्दै कुदाइदिनु अब साइकल माथि माथि सागरको ल आउँछु र तिमी माथि माथि सागरको फेरि कुदाउने हेलो मैं साइकलमा नमस्ते नमस्ते कहाँ बस यहाँ बस्नु न मलाई कति कम लाग्छ मेरो त पञ्चरै हुँदैन यो चाहिँ के हो यो दुख्दैन हैन म त दुख्छ होला कुदाउ ए लड्छ भाइ तिमी भन्दा ठुलो यो कुखुरा देखिँदैछ भाइ कता के गर्दैछौ तिमी छिटो यता ल्याउन यता हटाउ ए लड्छ के चाहिँ तास खेल्नु हुँदैन भाइ तिहार लागेको छैन कता गएको तास लिनु कुन ठुलो यतिमा भन त यहाँ बस्छ न यहाँ जाऊ त म यतिमा कुन ठुलो होइन त्यो कहाँ हो त्यो को आयो उयो तिम्रो साइकल छिटो हटाऊ अब साइकल हटाऊ छिटो छुटे भगवान अझै पनि ए के गरेको भाइ साइकल अब ए ल ए उता पनि के चल्दैछ ल उभियो त भाइ साइकल तिम्रो
मलाई पनि चढाउनु ल त्यो यालो बस्नु देख न त्यो बसमा मलाई पनि लग्नु ल भोलिदेखि उयो बस मेरो त म पनि स्कुल जान्छु नि त नि मेरो स्कुल पढ्नुमा पनि तिमीसँगै जान्छु पढ्नु आउँदैन एबिसिडी त आउँदैन मलाई अनि म्यामले सिकाइदिनुहुन्छ र मेम म सिक्छु मजाले शान्ति निकेतन ए मेम कत्रो हुनुहुन्छ राम्री हुनुहुन्छ अब तिम्रो मेमलाई म लिएर आउँछु मेरो घरतिर ल ए म त फेरि मलाई भनेर नि फेरि छिटो यता आउनु यता हुन्छ यता राम्रो आउने रहेछ यता यहाँ बस तिम्रो मेमको नाम भनिदेऊ न अलिक बस छिटो यहाँ देखिँदैछ न तिम्रो मिसको नाम के अरे ला अनि म कसरी चिन्नु अनि हाम्रो भेट कसरी हुन्छ तिम्रो मिससँग भाइ तिम्रो मिससँग मसँग भेटाउने होइन यहाँ त मिस पहिला भन कता गएको भाइ म तिमीलाई चक्लेट किनिदिन्छु अब तिहार पनि आउनु आँट्यो लुगा किन यही हो ला बस त बस कस्तो उता उता पनि के हो यो त भाइ त मलाई कहाँ आउँदैन नि मेरो बिस्कुट अरू त केही थाहा छैन तिम्रो नयाँ लुगा बिस्तारै मलाई बेच्ने होइन तिम्रो जुत्ता मैले बेच म तिमीलाई एउटा भयो भयले सोचेँ भनेको तिमीलाई कता गयो त भाइ दासिनु अयो भाइले चप्पल लाउनु मलाई पनि यति गरेको भाइ मेरो त यता फाटी गइसक्यो चप्पल तिम्रो बर्थडेको पैसाले मैले किन्दिनँ भोलि पर्सि ला यो कहाँदेखि झर यो त मिठाई नै झर्जाएको त ल आया मेरो त खुट्टै निदायो कस्तो राम्रो देखियो है उता घाम पनि हेर खोल्दिनँ यो पक्रा केही बोल मलाई गीत आउँछ त गीत आउँछ ल गाइदेऊ यो बग्नु त ल एउटा गीत राम्रो मिठो कुन गीत तिमीलाई जुन आउँछ त्यही हिमालस त ल बस हिमालस त होइन ल के तिम्रो नाम भन्नु खाने एकछिन पखाइ
चुइगम खाने कतिवटा खाने एउटा ल भरे खानु भात खाइएर ल शुद्धै खानु मजाले घर चाहिँ कता हो तिम्रो मेरो इलाम इलाम ए यता होइन तिम्रो घर मामुले यहाँ पठाएको पढ्नु आएको यता त्यस्तो पो ठिक छ मजाले पढ्नुपर्छ है उता हेर्नु ल उता हेर्नु न हो के गर्नुहुँदैछ दिदीहरू खाना खानुहुन्छ अनि जित्यो भने खाना ए गेम खेलिराख्नु भएको हामी पनि उता राखेर नि गेम खेल्छ यो ढुङ्गालाई पर्छ नि ए सानो बिस्तारै राख है फेरि तिम्रो साइकलको छेउछाउ कोदाइलाई बोक्नु पनि सक्छु अब खुट्टामा झार्छ है जो ग्रेडले ताकत हुन्छ मेरो ताकत पनि छ मेरो त छैन नि हेर त जाडो लागेर मलाई के भइसक्यो मेरो त ज्याकेटै छैन नयाँ ज्याकेट यस्तो मैले किनिदिने किनिदिनु ल मलाई अनि चप्पल नयाँ चप्पल पनि ल यो चुट्यो भने अर्को यो पनि चुट्यो भने अर्को यो पनि चुट्यो भने दुइटै नयाँ किनिदिनु मलाई जुत्ता पनि जुत्ता पनि किनिदिने एउटा भेस्ट पनि ल अनि मेरो अनि म ठुलो भएपछि तपाईँलाई तपाईँको पुरानो गर्छ मेरो त हावा आयो भने उडेर लाग्छ म यस्तो घर बनाइदिन्छु कस्तो यस्तो बनाइदिने के यस्तो हेर्नु यस्तो बनाइदिने ए साथी तिम्रो नाम चाहिँ भन्दै थियो के अनमोल बनाइदिन्छु अनमोल बनाइदिन्छु नाम पनि अनमोल मान्छे पनि अनमोल तिमी जस्तो यहाँ ठुलो अलमल पनि अलमल म त अलमल बनाइदिएँ यो मेरो साइडको हो भने भन्दा पियुष तामाङ पियुष कता तल्लाको सँगै स्कुल पढ्ने आजको हो भने यहाँ ननी बबी होइन दासङ हो यता हेरेर भन यहाँ बस त्यहाँदेखि खुट्टामा अर्को साथीको नाम सुरज अनि आँखा नानी आयन तपाईँको साथी मेरो त छैन नि म त तिमीले साथी होइन नि अब मेरो त तिमीले साथी अर्को दादा पनि छ त मेरो सबै हो मेरो दादा आजदेखि दादा र तिम्रो भाइ हौ ए भाइ हेलो म भाइ मलाई तपाईँ दादा मलाई दादा तिमी भाइ दादा म यसो मेरो खुट्टै मिलाइसक्यो भाइ मेरो साइकलमा बस्नु यहाँ बस्नु पछाडि ला मेरो अर्को दाइ आयो त म जान्छु ल अब ल बाई भनिदेऊ न यहाँ सबैजनालाई बाई राम्रोसँगबाट मजाले पढ ज्ञान भएर यसरी ज्ञान हुनु ल ल बाई ल गएको भाइ बाई भाइ चाहिँ एकदम राम्रो भाइ